आज चाहिँ नम्बरीले बजार मार्केटबाट चाहिँ ल्याउनु भएछ सुँगुर। यस्तो मोटो आम्मा 3 इन्च हौ। यस्तो बोसो खाएर उभो लागेला त खाउँ लाग्दैछ है गाई चाहिँ। अब यो चाहिँ के गर्नु भने यत्रो मोटो चाहिँ यो त अब केसँग खाने हौ, केसँग खाने पुरा यहाँ पनि चाहिँ खोइ केसँग खाने हो के दाजुसँग त त्यसै गर्नु पर्ला। हुँदैन नि, दाजु खानु हुँदैन। हामी भनेको एकदम साधु, बरु कोल्ड ड्रिङ्कसँग खाइन्छ तर दाजुसँग खाइँदैन मासु। आज हुन्छ सेकुवा, सुँगुरको सेकुवा यहाँ मजाले बिबिबी गरेर ल। ओके केसँग चियासँग खानुपर्छ होला हौ है। हुन्छ बडु कोल्ड ड्रिङ्क्स होइन, कोल्ड ड्रिङ्क्स त अब चिसो छ, जाडो छ, चिया त सुँगुरको मासु खुवायो होला जस्तो। दुधको चियासँग दुधको चियासँग ल।